हेलो साथीहरू, हामी चाहिँ बाबाधाम जाँदैछौँ। यहाँ मावलामा मेरो बहिनी छ र मेरो हस्बेन्डले चाहिँ हाम्रो पुगाउनु जाँदैछ सामान है। मसम्म चाहिँ स्कुटी जाँदैन, त्यही भएर हामी चाहिँ आधी बाटोसम्म चाहिँ जाँदैछौँ होइन। साथीहरू, हामी चाहिँ यहाँ आइपुग्यौँ, दुईजना मात्रै छौँ, दिदी बहिनी हो। मुसलमान त्यस्तो गरेर यो डाँडाको उतापट्टि होइन, यो जुन चाहिँ डाँडा छ नि, यो डाँडाको चाहिँ उतापट्टि जानुपर्छ। तपाईँहरूलाई म देखाउँछु त्यो पनि। ओके, बाफ्रे कता पो अब ए यो त कस्तो खानु उयो चाहिँ हुन्छ होला। उहाँ पनि होला हौ पानी माथि माथि खाम ल। साथीहरू, हाम्रो आयो जग्गा, यहाँबाट चढ्नुपर्छ यसरी। कम्बर कम्बर पानी थियो नि यो खोलामा चाहिँ। अम्बो, यो बाटो चाहिँ हिँड्नुपर्ने। माई गड, के लेखेको यहाँ चाहिँ? साथीहरू, यो उकालो चढ्नु पर्छ है। कहाँ हो, जङ्गल छ। त्यहाँ पुगेर तपाईँहरूलाई म भिडियो गरेर देखाउँछु है साथीहरू। आया, अब चाहिँ राख्छु म। साथीहरू, हाम्रो मन्दिर आयो, हेर्नुहोस् है। हो, यस्तो घनघर जङ्गलमा छ। यहाँ चाहिँ के भन्छ, के अरे है, रामनवमी। रामनवमीको बाबाधाम। यो चाहिँ के, रामनवमीमा चाहिँ हेभी हुन्छ मान्छेहरू चाहिँ। शिवरात्रिमा। शिवरात्रिमा पुरा हुन्छ यहाँ मान्छे। म चाहिँ दुईपल्ट भयो यहाँ आएको। अब हेर्नुहोस् साथीहरू, यस्तो छ। बाटो पनि चिप्लो नचिप्लो। जुन चाहिँ यहाँ म ओह्रालो झर्दै गरेको देख्नुहुँदैछ है साथीहरू, यो मन्दिर। यहाँ चाहिँ मन्दिर छ, यो भित्र चाहिँ गुफा छ। त्यो गुफाभित्र चाहिँ पस्नुपर्छ। हामी दुईजना मात्रै आइरहेको छु म। अजिब लाग्दैछ मलाई चाहिँ। हेर्दै जानुहोस्, तपाईँहरूलाई देखाउनुहुन्छ गुफाभित्र पसेको। भगवान गुफाको बिचमा, जङ्गलको बिचमा भगवान निक्लेको। लु भन, मेरो बना नि। हेलो साथीहरू, यो चाहिँ हाम्रो गुफा है। लाइट बाल्नु चाहिँ यो सब यो चाहिँ आइज नि। हेर्नुहोस्, हे भगवान। दिदी उयोहरू चाहिँ चमेनाहरू यहाँ हाल्नु कस्तो दामी बनेको। हेर्नु त, भगवान्ले नै बनाएको। यो भगवान्ले आफ्नो मन्दिर आफै बनाएको। यहाँ हेर्नु त, नेचुरल लाइट आउने जग्गा पनि बनाइदिएको। गुफा मन्दिर हुन्छ भनेर आफै उत्पन्न भएको। त हेर्नु गएर कस्तै भगवान्को मूर्ति। साथीहरू, हेर्नुहोस् त, यहाँ कस्तो राम्रो आवाज आइरहेको छ। टिङ भन्दै गरे जस्तै। हामी चाहिँ पूजा गरिसकेर चाहिँ हामी चाहिँ अब घरतिर लाग्दैछौँ। साथी, हेर्नुहोस्, यस्तो घनघर जङ्गल छ, सुनसान। यस्तो सुनसान जङ्गलमा बिचमा मन्दिरमा चाहिँ हामी आएर पनि पूजा गरेर फर्किँदैछौँ। हेर्नुहोस्, यहाँ खोला देख्दैछ। बाटो पनि यस्तो छ, खोल्चा खोल्ची। खादिन्छ नि नै ओह्रालो झर्दा। ल यता हेर्न, भिडियो बनाएको। पोस्ट गर्नु ल, एडिट गरेर खानु न, अझै एकपल्ट खानु त भएन त्यो भिडियो।
साथीहरू हामी चाहिँ घर आइपुग्न आँट्यौँ। यो चाहिँ तपाईँको बाख्राकोटको है आर्मी क्याम्प माथि आर्मी स्कुल हो। योहरू चाहिँ आर्मी क्याम्पहरू पनि छ। अन्त तपाईँको स्कुटी यहाँ आधीबाटोसम्म आइपुग्छ, त्यही भएर हामी चाहिँ घर पुग्यौँ। बाई बाई फर वाचिङ।